छि 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 माशाल्लाह भन्न मेरो नैतिकताले दिँदैन माशाल्लाह 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 वाज हेलो मेकुरी साला यो एमालेमा नि तामाङ ड्रेस लाएर तामाङले यो तामाङहरूले चाहिँ किन अस्तित्व मेटाएको क्या किन अस्तित्व मेटाएको तिमीहरू नि जति पनि त्यहाँनिर एमालेको र्याली चलाएको छ नि नाराबाजी गरिरहेको छ नि तामाङ ड्रेस लाएर साला तामाङको नाममा कलङ्कर तिमीहरूले नि तामाङको अस्तित्व मेटाइरहेको छ क्या त्यो तामाङ ड्रेस कहाँ लाउने तिमीहरूले भोलि पर्सि लोसार हुँदाखेरि चाहिँ कहाँनिर लाउने लोसार हुँदा लाउने कि तेरो त्यहाँ तेरो बाउको त्यहाँनिर नाराबाजीमा लाउन जाने साला कुतिनीहरू एउटा के गर्नुपर्छ देशलाई के गर्नुपर्छ देशलाई कस्तो गर्नुपर्छ भनेर सोच्नु छैन साला दुनियाँको मासु भातमा दुनियाँको पैसामा साला तिमीलाई अलिकति शरम लागेन तामाङ भएर तामाङको ठाउँमा बस्न धेरै जस्तो चाहिँ यो मधेसको छ नि मधेसको त्यो अलि पढाइ लेखाइ नभएको मधेसतिरको त्यो के अरे दिदी बहिनीहरू लगायत यो पहाड क्षेत्रको चाहिँ त्यो तामाङ दिदी बहिनीहरू होइन यो केही नजान्नेहरू के यो हुन्छ नि बाहिर संसार कस्तो छ भन्ने कुरो पनि थाहा नपाउनेहरूलाई युज गरिरहेछ क्या एमाले है छ त अनि त्यहाँनिर म एमाले जेन्जीको एमाले हो भन्दै ठुक्ने त्यो तराईको भयो होइन अहिले यो तामाङ ड्रेसहरू लाएर हिँड्ने यो भनेको पहाडको हो यो पहाडीहरू म पनि तामाङ नि हो मलाई तामाङ हुँदा चाहिँ मलाई गर्व लाग्छ कि तर तामाङले यो आफ्नै अस्तित्व मेटाइराख्दा चाहिँ साँच्चै हो मलाई यति साह्रो घिन लाग्छ नि अलिक शरम लाग्दैन तिमीहरूलाई अलिकति शरम लाग्दैन देश उदो मुन्डो लगाइसक्यो देशतिर आमाले खाइसक्यो देशतिर बाउले खाइसक्यो क्या अझै तिमीहरू होइन लोसारमा जस्तो गरी तामाङ ड्रेस लाएर नाराबाजी लाएर होइन अझै के डम्फु सम्फु बजाएर हिजो लाज शरम छैन तिमीहरूलाई तिमीहरू तामाङ हुनुमा अलिकति पनि तिमीहरूलाई गर्व छैन केपी ओली खातेले भनेको यो केपी ओली खातेको झोलेहरूले भनेको चाहिँ मधेसतिरको पहाड भेगतिरको त्यो सोझो साझा केही पनि नदेख्ने केही पनि नजाने त्यो त्यस्तो खालको दिदी बहिनी दाजुभाइहरूलाई युज गरिरहेछ